बालनको ऱ्यापमा सुनिने यो गीत। यसको फेरि एउटा शब्द धेरैले गलत गाउँछन्। तर खास गीतमा यहाँ गाई त बाँध्यो होइन, गाई त बाँध्यौँ भनिएको। बालनले सायद ऱ्यापमा खास गीतकै टुक्रा हालेका थिए, त्यसैले त्यहाँ बाँध्यौँ नै भनेको सुनिन्छ। तर 2 वर्षपछि प्रत्यक्ष गाउने बेला भने कोरसमा भएको त्यही शब्द बिग्रिएको छ। यहाँ मात्र होइन, यो गीत अपलोड भएको च्यानल अनि पत्रिकाका फिचरदेखि सबैतिर गाई त बाँध्यो नै छ, जुन सही छैन। उसो भए बाँध्यौँ कसरी सही र बाँध्यो कसरी गलत, त्यो जान्नुभन्दा पहिला गीतको कथा बुझौँ। विक्रम सम्वत 2053 सालको बलिदान फिल्ममा भए पनि यो गीत त्यसभन्दा पुरानो हो। पञ्चायत कालमा यस्तै चेतना भएका गीत गाउँदै हिँड्ने राल्पा समूहले विक्रम सम्वत 2027 सालदेखि नै यो गीत गाउँथे। त्यस समूहका सदस्यमध्ये एक अनि यो गीतका सङ्कलक र सहगायक रामेश नै पछि बलिदान फिल्ममा सङ्गीतकार भएर आए अनि फिल्मको कथा अनुसार क्रान्तिको चेतना छर्ने गीत बनाए। यो गीत गाउने चरित्रहरूले आफ्नै कथा भनेको भएर गीतको वाचक प्रथम पुरुष अर्थात् हामी छ। गीतले भन्दैछ, हामी गरिबहरूले गाई त पाल्यौं, दुध दुहेर दही मही पनि निकाल्यौं, तर हाम्रै ढुङ्ग्रोमा मोही छैन। अर्थात् मेहनत गरी गरी उत्पादन गर्ने हामी, तर हाम्रै हातमा अन्तिममा त्यसको प्रतिफल छैन। यो प्रथम पुरुष दृष्टिकोणले गीतलाई गरिबकै सामूहिक आवाज बनाएको वा आर्थिक असमानता विरुद्ध बोल्ने योलाई। तर बाँध्यो भनेपछि यो अपनत्व आउँदैन, किनकि त्यो तृतीय पुरुष हो। अर्थात् यसले गीतमा हामी गरिब नभनेर ऊ गरिब भन्छ। त्यसले गीतको मर्म मार्छ, गीतको वाचक र भाव बीचमा दूरी ल्याउँछ। यसलाई केवल एउटा शब्दको गल्ती मात्र नहेर्ने हो भने हाम्रो समाजमा भएको बुझाइको प्रतिबिम्ब पनि भन्न मिल्छ। हामीले प्राय गरिब निमुखा वर्ग तथा अल्पसङ्ख्यकहरूको मुद्दालाई इतिहासदेखि नै उनीहरूको मुद्दा भन्दै हेरेका छौँ। आफू अनुकूल त्यसलाई चलाएर स्वार्थ पुरा भएपछि बिर्सिएका छौँ। गरिब तथा निमुखा वर्गप्रतिको बुझाइ उनीहरू होइन हामीहरू भन्ने संवेदनशीलताबाट आए मात्र समाजमा समानुभूति फैलिन्छ। रामेशले 50 वर्ष पहिला गाउँलेको आवाजबाट टिपेको गीत आज पनि सान्दर्भिक भइरहनु एकदम दुःखद कुरा हो। आशा छ शक्तिमा हुनेहरूले यो कुरा मनन गर्नेछन् अनि हामीले सम्झाउँदै भनिरहनु पर्ने छैन,